हेलो नमस्ते सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। म एचडी लोप्चन तामाङ आज फेरि यहाँहरुमा छोटो भिडियो लिएर उपस्थित भएको छु। सबैले लाइक, कमेन्ट र शेयर गर्न नभुल्नु होला। साथमा युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। यो माली बस्ती हामी यता बाटो हुँदै आएको। यो चाहिँ हामी वीरगञ्ज सिमराको बाटो हुँदै यो बाटो आउँदो रहेछ। ठ्याक्कै यो माली बस्ती रहेछ। यता चाहिँ हामी पासाङ भान्जो घर चाहिँ यतापट्टि। भान्जा पासाङ लामा हाम्रो गाउँमा हो यो चाहिँ है तपाईको। यो कुन जिल्ला पर्छ? यो पर्सा जिल्ला पर्छ, ठोरी हो पनि। यो ठाउँलाई के भन्छ? ठोरी भनिन्छ। यो ठाउँमा चाहिँ अनि गाउँको नाम चाहिँ माली बस्ती। ठोरी 4 हो। ठोरी गाउँपालिका 4 नम्बर वडा। हजुर। ल ठिक छ। देख्न सक्नुहुन्छ वरिपरि यसो हेर्यो भने डाँडा भन्नेको चाहिँ नामै छैन। यहाँ डाँडाको चाहिँ नाम निशानै छैन। हेर्नुहोस् वरपर समतल देख्नुहुन्छ। तराई भनेको यस्तो होला। तराईतिर झर्नु भएको छैन भने तपाईँहरूले हेर्नुहोस् है भिडियोमा। हेलो ल ल गाउँ यस्तो छ हेर्नुहोस्। ल लसु लसु गर्छ सुन्दर रहेछ। ल गाउँ घर यस्तो छ। घरहरू यस्तो छ। यो गाई हो कि भयो? मैले धान गोड्दै हुनुहुन्छ गर्मीमा। सुर्तीको चाहिँ भर्खरै खेती सुरु गरेको रहेछ। यता फेरि अलि उता चाहिँ मकैको पनि खेती गरेको अवस्था छ। हेर्न सक्नुहुन्छ भने फेरि हामी यतापट्टि यो साइडमा हेऱ्यौँ भने यता फेरि यो चैते धान, हिउँदे धान पनि भन्छ क्यारे, त्यसको चाहिँ खेती गरिएको अवस्था छ। यस ठाउँ चाहिँ रमाइलो रहेछ। ठोरी भन्ने ठाउँ।